यही प्यासिभ इन्कम आइडियाज मध्येको चाहिँ अर्को एउटा भनेको चाहिँ एफिलिएट मार्केटिङ हो। एफिलिएट मार्केटिङ भने चाहिँ यस्तो कन्सेप्ट हो जहाँ चाहिँ कुनै पनि बिजनेसले चाहिँ तपाईँले उहाँहरूको प्रोडक्ट या सर्भिस प्रमोट गरेको बाबत र तपाईँकोबाट सेल्स भएको लागि चाहिँ तपाईँलाई कमिसन दिने कन्सेप्ट चाहिँ एफिलिएट मार्केटिङ हो। एफिलिएट मार्केटिङ चाहिँ कसरी काम गर्छ भन्दाखेरि होइन, फर्स्टमा चाहिँ तपाईँले के हुन्छ भने त्यो बिजनेसले चाहिँ एउटा कोड अथवा लिङ्क प्रोभाइड गर्छ है। त्यो कोड र लिङ्कको चाहिँ तपाईँले अब आफूले प्रमोट गर्नुहुन्छ, आफ्नो सोसियल मिडियामा राखेर हुन्छ, बायोमा राखेर हुन्छ, अथवा वेबसाइट क्रिएट गरेर हुन्छ, तपाईँले प्रमोट गर्नुहुन्छ। अनि थर्डमा के हुन्छ, प्रमोट गरिसकेपछि कस्टमरले तपाईँको क्लिक गरेर चाहिँ तपाईँको त्यो बिजनेसको वेबसाइटमा जान्छ। त्यो बिजनेसको वेबसाइटमा गइसकेपछि यदि उनीहरूले त्यहाँ पर्चेस गर्यो भने चाहिँ त्यसको बाबत चाहिँ तपाईँले कमिसन पाउने हो कि। इक्जाम्पलको लागि हेरौँ है त, जस्तै उहाँको भिडियो छ 616,000 भ्युज राखेको छ होइन। यहाँ टपमा के छ, नट VPN-मा जानु अनि तपाईँले चाहिँ 2 इयर प्लान प्लस एक्स्ट्रा भनेर डिस्काउन्ट पाउनु भएको छ भनेर छ। अथवा लेट्स चाहिँ अर्को एउटा क्रिएटर हेर्नुहुन्छ भने उहाँले अमेजनको प्रडक्ट्सहरूको चाहिँ यसरी गर्नुभएको छ होइन। सिमिलरली इन्स्टाग्राममा हेर्नुहुन्छ भने लेट्स चाहिँ अर्को मान्छेले चाहिँ यसरी आफ्नो लिङ्क ट्री क्रिएट गरेर